परिवर्तनको त्रिकोण बालेन, रवि र कुलमान। नेपाली राजनीतिमा अब केवल चर्चा होइन, निर्णयको समय सुरु भएको छ। बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ एउटै राजनीतिक धार राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा एकबद्ध भएसँगै देशको शक्ति सन्तुलन नै हल्लिएको छ। पुरानो राजनीतिक प्रणालीप्रति बढ्दो जनआक्रोश, भ्रष्टाचार र कुशासन, बेरोजगारी र युवाको पलायनले थलिएको देशमा यो एकतालाई धेरैले नयाँ आशाको केन्द्रका रूपमा पनि हेरिरहेका छन्। एकतापछि सबैभन्दा ठुलो बहसको विषय बनेको छ बालेन शाह प्रधानमन्त्री पदका लागि भिन्न तयारीमा छन् भन्ने कुरा। काठमाडौँ महानगरमा देखाएको कडा निर्णय, क्षमता, डेलिभरीमा आधारित कार्यशैली र स्थापित राजनीति संस्कारलाई चुनौती दिने साहसका कारण बालेनलाई अब स्थानीय तहको सीमाभन्दा माथि राष्ट्रिय नेतृत्वको रूपमा अघि सारिएको छ। आउँदै गरेको निर्वाचनमा रासपाका निर्णायक शक्ति बनेमा बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने सम्भावना बलियो रूपमा अगाडि आएको छ। रासपाको केन्द्रीय नेतृत्व भने रवि लामिछानेकै हातमा रहने स्पष्ट गरिएको छ। वैकल्पिक राजनीतिका सबैभन्दा प्रभावशाली अनुहार, जनतासँग प्रत्यक्ष संवाद गर्ने नेता र भ्रष्टाचार विरुद्ध निर्भीक आवाज उठाउँदै आएका रविले पार्टीको राजनीतिक दिशा, चुनावी रणनीति र संसदीय भूमिकाको कमान्ड सम्हाल्नेछन्। धेरैले रविलाई भावी प्रधानमन्त्रीको विकल्पका रूपमा पनि हेरेका छन्, तर यो एग्रिमेन्टले रविलाई पार्टी सभापति र निर्णायक राजनीतिक नेतृत्वको भूमिकामा केन्द्रित गरेको देखिन्छ। कुलमान घिसिङ लोड सेडिङ अन्त्य गरेर देशले परिमाण देखेको नेतृत्व हो। यो एकताको सबैभन्दा विश्वासयोग्य आधार बनेका छन्। उपसभापतिको हैसियतमा कुलमानले मेरिटोक्रेसी, संस्थागत सुधार र प्राविधिक दक्षतामा आधारित शासन प्रणालीको एजेन्डा अघि बढाउनेछन्। उनी प्रधानमन्त्रीका दावेदार भन्दा पनि राज्य चलाउने प्रणाली किङ मेकर भूमिकामा देखिएका छन् भने यो सबै एग्रिमेन्टमा भनिएको छ। एग्रिमेन्ट अनुसार जेनजी युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्म आत्मसात गर्दै आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारमाको माग सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ। उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, शून्य भ्रष्टाचार, सहनशीलता, सुशासन, सामाजिक न्याय र आगामी 10 वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय राष्ट्र बनाउने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ। पार्टीको नाम, झण्डा र चुनाव चिन्ह घण्टी यथावत रहनेछ भने उज्यालो नेपालीको अभियानसँग जोडिँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूको सङ्गठनमा समायोजन गरिनेछ। आज देश गम्भीर मोडमा छ। नागरिकहरूमा निराश छ, तर विकल्पको खोजी पनि तीव्र छ। यस्तो अवस्थामा आउँदै गरेको निर्वाचन केवल सिट सङ्ख्या गर्ने प्रक्रिया होइन, नेतृत्व बदल्ने जनमत सङ्ग्रह जस्तै बनेको छ। प्रश्न अब स्पष्ट छ कि बालेन प्रधानमन्त्री बनेर फैसला अब नेताले होइन, मतदाताले गर्नेछन्। आउँदो निर्वाचनले यो एकतालाई इतिहास बनाउने कि प्रयोगमै सीमित राख्ने, त्यसको उत्तर मतदानबाट आउनेछ।